यही हो इलेक्ट्रोनिक गाडीको फङ्सन भनेको चाहिँ हेर्न सक्नुहुन्छ है। त्यहाँबाट सिधै आउँछ यहाँ सिधै। आजको काम भनेको चाहिँ हाम्रो इलेक्ट्रोनिक इभी भेहिकललाई हो होइन। आजको काम हाम्रो यही छ है। यो गाडीमा चाहिँ तपाईँको के भन्नुभएको भन्नुहुन्छ नि, यसमा 12 भोल्ट करेन्ट नआउनुको कारणले गर्दाखेरि यो ब्याट्री डाउन भएको थियो है। यो ब्याट्री हामीले चार्ज गरेर मैले त्यस पछाडि यसलाई हालेको हो होइन। यसको मेन प्रब्लम चाहिँ के भएको थियो भन्नुहुन्छ भने, यसको मेन प्रब्लम चाहिँ मोटरमा थियो। मोटरको वायरिङ प्रब्लम थियो, त्यही भएर मोटर वायरिङ बनाइयो होइन। देख्न सक्नुहुन्छ तपाईँलाई म मोटर वायरिङ पनि देखाउँछु होइन। यतातिर हेर्नु, यहाँ हेर्नु यसको मोटरको वायरिङ कसरी बनाएको छ हेर्नु। हेर्नु यहाँनिर यसरी जोडेको छ यो मोटर वायरिङहरू होइन। मोटरको वायरिङ सबै खराब भएको थियो, यसलाई बनाइवरिकन होइन यो फिनिसिङ भइसकेको छ, यो तयार छ। अब यसलाई सिर्फ टेपिङ गरेर काम सकाउनु मात्रै बाँकी छ। यसको ब्याट्री यता छ, यो मेन मोटर हो। मोटरको मेन तार यहाँ छ, यो कन्भर्टरबाट आएको तार हो है, कन्ट्रोल युनिटबाट। देख्न सक्नुहुन्छ मोटरको हालत यस्तो छ। यो बाँकी त यतातिर ब्याट्रीहरू छ। मैले फाइनली गाडी चाहिँ बनाइसकेको छु। अब सिर्फ अब यो भइसक्यो, अब यसलाई टेपिङ गरेर मात्रै काम मेरो सिध्याउनु बाँकी छ। यति गरेर मेरो काम सकिन्छ होइन। अब यसमा चाहिँ तपाईँहरूले हेर्ने भनेको यसमा के छ भन्नुहुन्छ भने, यो कन्ट्रोल युनिट हो है। यही हो इलेक्ट्रोनिक गाडीको फङ्सन भनेको चाहिँ हेर्न सक्नुहुन्छ है। यो चार्जिङको इनपुट भइहाल्यो, चार्ज गर्नेको। यो तीनटा तार यो मोटरको भइहाल्यो, रेड ओरेन्ज ब्लू मोटरको तार भइहाल्यो। यसले यहाँनिरबाट करेन्ट सप्लाई गर्छ यो तारबाट, यसबाट यसले कन्ट्रोल गरेर मोटरलाई दिन्छ। गाडी कति स्पिडमा हिँड्नुपर्ने के हिँड्ने एक्सिलेटर थिचिसकेपछि त्यसबाट कन्ट्रोल हुन्छ। यो चाहिँ तपाईँको यसले चाहिँ के काम गर्छ भन्नुहुन्छ नि, यो ब्याट्रीलाई चार्ज गर्छ यतापट्टिको, यसलाई चार्ज गर्छ यसले यहाँबाट। यहाँ हेर्नुलाई यहाँ चाहिँ अलिक राम्रोसँग देखाएको छैन, यो हेर्नु। यो यसबाट 12 भोल्ट करेन्ट आउट हुन्छ, यो आउटपुट हो। त्यहाँबाट सिधै आउँछ यहाँ सिधै यो तारी, यो यहाँनिर कनेक्सन हुन्छ यहाँनिर। यसले तपाईँको ब्याट्री मेन ठुलो ब्याट्रीलाई पनि चार्ज गर्ने, सानो ब्याट्रीलाई पनि चार्ज गर्ने, अनि त्यस पछाडि यसले करेन्ट पनि फाल्ने सप्लाई जुन मोटरको लागि यसले गर्छ है, यो कन्ट्रोल युनिटले। त्यस पछाडि यसले गर्छ तपाईँको मोटरलाई कुदाउने, गाडी कुदाउने, त्यस पछाडि कति स्पिडमा कुद्ने के गर्ने, यो सबै यसमा हुन्छ है यसको फङ्सन। ल आजको लागि यति नै गाइज।